एभ्रिवान वेलकम ब्याक माई युट्युब च्यानल। अनि आई होप सबै सन्चै हुनुहोला अनि आरामै हुनुहोला। म पनि सन्चै आरामै छु। अनि आज चाहिँ मैले ल्याइसकेको छु हजुरको सामने अर्को न्यू भ्लग हैन। आज चाहिँ हामीहरू जानेवाला छौँ कैलालीदेखि सुर्खेतसम्म। यो चाहिँ मेरो फर्स्ट टुर हो गाइज, लाइफको फर्स्ट टुर। अनि यो चाहिँ हामीहरू स्कुलबाट जाँदैछौँ गाइजहरू। अनि अहिले चाहिँ मैले रेडी भएन, हेर्न सक्नुहुन्छ यस्तै छ मेरो पारा। रेडी भएन हेर्न सक्नुहुन्छ मेरो पारा गाइजहरू। अनि पछि म चाहिँ एकछिनमा रेडी हुन्छु अनि जान्छु। अहिले चाहिँ कति बजेको समथिङ छ अनि 4:55 भएको छ गाइजहरू अहिले। अनि अब चाहिँ मैले जानुपर्ने स्कुलमा पुग्नुपर्ने हुन्छ 5:30 मा। अनि त्यसैले चाहिँ गाइजहरू अब मैले छिटो छिटो रेडी हुनुपर्ने छ। बाई बाई गाइज, अहिले पछि मिल्नेछु हामी। गाइज म चाहिँ रेडी पनि भइसकेँ, हेर्न सक्नुहुन्छ। मैले चाहिँ अहिले कपाल चाहिँ त्यस्तै छाडेको छु किनभने गाइजहरू अहिले मलाई गाह्रो हुन्छ कपाल कोरेपछि। अनि त्यस्तो अहिले चाहिँ राति अहिले जाडो पनि हुन्छ अनि हिँड्दा ढिलो पनि भइहाल्ने होइन। अनि अब जान्छु म पनि। अनि हेर्न सक्नुहुन्छ गाइज मेरो न्यू ब्रासलेट। अनि यहाँ चाहिँ म छु अनि यहाँ चाहिँ मेरो कपडाहरू यति धेरै छन् गाइजहरू, म भन्नै सक्दैन क्या गाइज। अनि यस्तो छ मेरो हालत भनेपछि तपाईँलाई भन्न सक्दिनँ। अब चाहिँ गाइज हामीहरू मिल्नेछौँ सिधा स्कुलमा। गाइज स्कुलमा मिल्छौँ कि हामी कहाँ मिल्छौँ आई डोन्ट नो, बट हामी मिल्नेछौँ अर्को टिममा। फाइनली गाइज अहिले चाहिँ हामीहरू स्कुल पुगिसकेको छौँ। अनि पछि हेर्न सक्नुहुन्छ हामीहरू चाहिँ यहाँ बस रेडी गर्दैछौँ। यो चाहिँ मेरो साथी गाइज अनि यो पनि मेरो साथी। यो चाहिँ हाम्रो क्लासमेटहरू नि यो छ गाइजहरू, हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो साथी, यो सबै साथी गाइजहरू हेर्न सक्नुहुन्छ। अनि गाइजहरू हामीहरू चाहिँ हामीहरू भेट्नेवाला छौँ पछि गाइज। अहिले चाहिँ हामीहरूले सदाउनु पर्ने छ। बाई बाई गाइज। अहिले चाहिँ हामीहरू गइसक्यो स्कुलबाट चाहिँ हामीहरू सुर्खेतको यात्रा गर्न जाँदैछु गाइजहरू, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ गाइज अब चाहिँ हामीहरू पछि अब सिधै हजुरसँग मिल्नेछौँ। बाई बाई। अहिले चाहिँ हामीहरू चिसापानी पनि आइसकेको छु। अहिले चाहिँ हामीलाई यहाँ उतारेको छ खाना खानको लागि। अहिले चाहिँ हामी भनेको थियो अघि हामीले चाहिँ खाना खाएर आएको छैन गाइजहरू होइन। अनि यहाँ चाहिँ मेरो साथी अनि यहाँ चाहिँ हेमा साथी अनि यहाँ चाहिँ भावना अनि गाइज। तर चिसो चाहिँ कति पनि छैन गाइजहरू होइन, किनभने हेर्न सक्नुहुन्छ गाइजहरू। गाइज अहिले चाहिँ हामीले फोटोसोटो पनि खिचिसकेछौँ, हेर्न सक्नुहुन्छ गाइजहरू। यहाँ चाहिँ मेरो साथीहरू अनि यो भाइ चाहिँ फोटो खिच्नको लागि रेडी हुँदैछ गाइज। हामीहरू बसमा पनि बसिसकेको छ, हेर्न सक्नुहुन्छ। हामी त सबै छौँ यहाँ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो साथीहरू हाई गर्दै गाइज। अहिले चाहिँ हामीहरू घुम्दैछौँ, हेर्न सक्नुहुन्छ। यो चाहिँ अल्बिन अङ्कल। धेरै जाडो छ, धेरै जाडो छ गाइजहरू। कस्तो जाडो छ, रातको 2 बजे गाइजहरू। बिचल्ली छ हाम्रो, बिचल्ली यस्तो टडक भडक गर्नुभयो यहाँ त गाइजहरू। हेर्न सक्नुहुन्छ यहाँ टिप्पहरू राखे। हामी चाहिँ यस्तै के भन्न चाहन्छु? Nothing. Why? Because Their temperature is very cold. What? Their temperature is very cold. साँच्चै गाइज यहाँ यस्तो चिसो छ भने कुरा नभन्नु। तर म यतिमा भ्याएको छु। हेर्नु सक्नुहुन्छ कति अँध्यारो छ। गाडी पनि कस्तो दुःख चल्यो है। मलाई त त्यो डाँडा हेर्ने मन लाग्यो गाइज। यहाँको त यस्तो दामी थियो कि सिन, तर होइन यहाँ अगाडि पनि पर होइन यो माथि त्यहाँ पनि डाँडा हो। अनि यो यता पनि यो छ नि यो माथि, यो सब डाँडा हो अरे होइन।
अनि तर अँध्यारोले चाहिँ नदेखेको यदिकै हामीहरूलाई अब उज्यालोमा ल्यायो भने चाहिँ त कस्तो दामी एकचोटि सोच्नु न हजुरहरू कतिको भइसक्यो त म सोच्नु सक्दिनँ खाइन्छ पढिन्छ लेखिन्छ अब हामी त फर्किनु पर्छ गाइस अहिले चाहिँ हामीहरू बगरमा पुगेका छौँ अहिले चाहिँ बस्दा एउटा बस्दा गएको छ अनि गाइसहरू एउटा हाम्रो बस्दा बितेर अनि एउटा बस चाहिँ विद्यार्थीलाई पुऱ्याउनु गएको छ अनि हामीहरू अनि अहिले यहाँ चाहिँ गाइसहरू होइन अनि यहाँ चाहिँ मेरो साथी यहाँ चाहिँ अँध्यारो छ अहिले राति कति बजी गाइस 2 बजे 2 बजेर 6 मिनट भयो 2 बजेर अहिले चाहिँ हामीहरू सुते छैन गाइस तर सुते छैन कस्तो आहा कस्तो 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 आहा कस्तो आहा कहाँ गर्नु कस्तो लाग्दैछ तिमीलाई यहाँ भ्रमण गर्दाखेरि एकदम बेकार भन्ने कि राम्रो भन्ने अहिलेसम्म थाहा छैन तिमीलाई कस्तो लाग्दैछ भ्रमण गर्दा सबैलाई गाई झ्याउ लाग्दैछ अनि अब हामीलाई के भने कानमा ब्लुटुथ जोडेछु बट चार्ज पनि सकिसकेको छ गाई सबैको बाई बाई हेलो गाइज अहिले चाहिँ बिहानको 6 बजिसकेको छ तर हामीहरू चाहिँ पुगेका छैन होइन यस्तो जाडो छ गाइजहरू हेर्न सक्नुहुन्छ कस्तो जाडो हेर्न सक्नुहुन्छ यहाँ चाहिँ माथि सब सुत्दैछन् गाइजहरू अनि यहाँ चाहिँ मैले चाहिँ सालफुल लगाएर आफ्नो मुखलाई चाहिँ उ गरेको छु जाडो छ गाइस फाइनली गाइस अहिले चाहिँ हामीले चाहिँ आफ्नो मुख सुख धोएर पनि अनि अहिले चाहिँ हामीलाई चाहिँ न्यू लुक पुगेको छ गाइसहरू हामीले चाहिँ सबैले कुर्ता लगाएका छौँ अनि यहाँ पनि कुर्ताहरू लगाउँदैछ नि तर म चाहिँ रेडी भइसकेको छु गाइसहरू अहिले चाहिँ हामी श्रीखेतमा पुगिसकेका छौँ अनि यहाँ चाहिँ अहिले चाहिँ हामीहरू आउटफिट चेन्ज गरेको गाइस अहिले चाहिँ हामी यहाँ आइसक्यौँ ज्योति बजे मन्दिरमा अहिले चाहिँ हामीहरू जाँदैछौँ हेर्न सक्नुहुन्छ अनि यहाँ चाहिँ हामी जान लागेका छौँ गाइजहरू यहाँ चाहिँ मेरो साथीहरू हामी चाहिँ यहाँ चाहिँ वहाँ जाऊ यो देऊ
गाइस यति नजिकै छ हेर्न सक्नुहुन्छ। फाइनली गाइस अहिले चाहिँ हामीहरू बुलबुले ताल पनि पुगिसकेका छौँ अनि चाहिँ अहिले चाहिँ हामीले फोटो भिडियोहरू पनि बनायौँ। अनि यो चाहिँ मेरो साथी अनि उनको चाहिँ आवाज सुकेर कस्तो भएको छ खै अब यस्तो इन्जोय गरिदिनु होला उनको भोइसलाई। अनि के भन्न चाहन्छ त? नमस्ते डोगदिया भन्न म नानु ठकुरीबाट सम्पूर्णलाई गाइजहरू चाहन्छु। कस्तो लाग्दैछ? दामी दामी नाउ खेल्दाखेरि खेल्ने एकछिनमा बिगार्दिउ त। ए हाम्रो फाइनली गाइस अहिले चाहिँ हामीहरू काँक्रे बिहार पनि पुगिसकेका छौँ हेर्न सक्नुहुन्छ। हामीहरू चाहिँ ऊ पर मन्दिर छ अनि यहाँ चाहिँ मेरो साथीहरू अनि यहाँ चाहिँ अरू साथीहरू पनि छन् गाइस। कस्तो लाग्यो सिडी उड्नु? गाइजहरू उकालो ओह्रालो चढाइ हामीहरू अब जाँदैछौँ हामी मन्दिरतर्फ। हेर्न सक्नुहुन्छ गाइस यो चाहिँ काँक्रे बिहारको मन्दिर अनि यहाँ चाहिँ हामी छौँ गाइस। यसको फाइनल लुक हो। राम्रो फोटो खिचिदिनु चाहिँ मलाई पेपरमा हाल्छु। गाइस अहिले चाहिँ हामीहरू त्यो सुर्खेतबाट होइन कति राम्रो भ्यू छ गाइसहरू होइन। अब चाहिँ हामीहरू जानेवाला छौँ गाइसहरू गिरिपारको यात्रा चाहिँ हामीहरूको जारी नै छ गाइसहरू। गाइस अहिले चाहिँ हामी राप्ती नदीमा छौँ हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले फोटो भिडियो पनि बनाएको छौँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ यो चाहिँ हेर्न सक्नुहुन्छ कस्तो छ। हामी चाहिँ यो चाहिँ सबै हेरिदिएर पनि आइसक्यो गाइसहरू होइन। अनि त्यसपछि यो चाहिँ यहाँ भनेको अनि यहाँ चाहिँ यस्तो छ। अनि यहाँ चाहिँ नदी छ ठुलो नदी छ राप्ती नदी। ल भन्दै मेरो युट्युब च्यानल भएका अरू के भन्न चाहने? ल गाइसहरू अहिले चाहिँ हामीहरू चाहिँ अब थोरै फोटो पनि खिच्नु पर्ने हुन्छ। बाई बाई। थ्याङ्क यू फर वाचिङ माई ब्लग। बाई बाई गाइज। लट्स अफ लभ।